नमस्कार, आज म तपाईहरुलाई बाघद्वार दर्शन गराउने छु। र आज 2083 वैशाख 1 गते नयाँ वर्ष र आजको दिन यस धाममा वर्षमा एक दिन मात्र मेला लाग्ने गर्दछ। महागुरु महागुरु नाग देवता हुन्छ। ए नाग देवता धेरै बिजन चिसो छ। भयो भयो बाबा हामी बिचारा यस बाघद्वारको छेउमा नयाँ वर्षको एक दिन भगवान बाघको टाउको मूर्ति दर्शन र पूजा गर्न राखिएको हुन्छ। त्यसपछि बेलुका मेला सिद्धिएपछि सुरक्षित ठाउँमा लगेर राखिन्छ र अर्को वर्ष फेरि नयाँ वर्षमा दर्शन र पूजा गर्न राखिन्छ। बाटो छोड्यो नि त्यो यहाँ भयो। अनि यहाँ एउटा गुफा छ। यहाँ पानी पर्यो भने यहाँ बस्ने ठाउँ छ। अनि अर्को कुरा यहाँ पनि छ एउटा गुफा। यहाँ पानी पर्यो भने यहाँ बस्ने ठाउँ छ। यहाँ भाइहरू छ। तर यहाँ बस्ने ठाउँ रहेछ। तपाईँहरू पनि बाघद्वार आउनुभयो भने यहाँ बस्न पाउँछ पानी परेको बेलामा। भाइ यहाँ पानी पर्यो भने यहाँ बस्ने यता सुन्नु, पानी पर्यो भने उसलाई सबै कुरा थाहा छ। यहाँको कुरा एक दिन मात्र यहाँ जुन मेन त्यो बाघको मूर्ति छ नि वहाँ स्थापना गरिन्छ। वर्षमा एक दिन मात्रै। एक दिन मात्र हामी लक्की पऱ्यो क्या। हामी लक्की नै परेर छौँ। ल थ्याङ्क त्यो मलाई थाहा थिएन। मैले उसले भनेर थाहा पाएको अघि हामी कुरा गऱ्यौँ। अरू बेला आए पनि यहाँ चाहिँ नि दर्शन गर्न पाइयो। दर्शन गर्न पाइयो। तर यहाँ पानी पर्यो भने मेन भगवान त हजुरको वर्षमा एकचोटि हो। हामी हिजो ल्याएर आज एक गते गर्ने हो दर्शन त खास। अब कतिखेर फर्काउनुहुन्छ तपाईँहरूले? अब लाइन हेरेर हुन्छ। अब 4 बजीसम्म नै लाइन छ भने 4 बजी सिधियो भने 4 बजी लाने हो। 5 बजी सिधियो भने 5 बजी लाने हो लाइन हेरेर। त्यहाँदेखि यो कहाँ राख्नुहुन्छ अब लगेर हाम्रो तल समितिमा राख्ने ठाउँ छ? हजुर। ए ल ल हस्। यहाँबाट तपाईँ तौलुङमा आउनु। त्यहाँ नि आज एक गते प्रोग्राम हुन्छ त्यहाँ। कहाँनिर सर? तौलुङ। हाम्रो तौलुङ भनेको त्यहाँ प्रोग्राम छ? नामथानबाट यता पूर्वपट्टि लाग्छ यो निलो पुलबाट यता। ए त्यहाँ बेलुका? हजुर। आज त्यहाँ पूजा आज हुन्छ? पूजा होइन, आज प्रोग्राम। त्यहाँ चाहिँ नयाँ वर्षको प्रोग्राम हुन्छ आज हामीहरू यहाँबाट गएर अब देउता बिसाएर हामी त्यहाँ प्रोग्राममै रमाइलो गर्ने हो। त्यहाँ रमाइलो हुन्छ। त्यहाँको वरिपरिको मान्छेहरू आउनुहुन्छ? सांस्कृतिक कार्यक्रम हो। ल ल हस् हस् धन्यवाद। हस् शुभकामना। ल लाग्नु ल हामी सक्यौँ काम। ल जान्छु।